हेलो सबैजना, आज चाहिँ हामी यहाँनिर मूल पानीमा पानी लिन आएका। लगभग हिँडेको घरदेखि हिँडेको आधी घन्टाभन्दा पनि बढी भयो होला। खोज्दा 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 फाइनल्ली अब चाहिँ आउँछ कि भन्ने आशमा छौँ होइन। अनि अब हेरौँ कहाँ छ के छ, अत्तो पत्तो छैन। ऊ त्यहाँनिर एउटा बुढोले चाहिँ गाडी रोकेको छ, त्यही होला है नि। यता यता पार्क गर्नु त हो नि, हो त्यही रहेछ। फाइनली वी आर हियर, सबैजना आएका छौँ अनि मूल पानी खाना भनेर आएका छौँ। यिनीहरू राख्नु ल, यता यता सेपेर हुन्छ। यतिको त छिर्छ पानी यहाँ छ। फाइनल्ली हामी आइपुग्यौँ। एकछिनमा अब पानी भर्दैछन्। दिदीले पानी हेरिराखेको छ यहाँदेखि। आउँछ आउँछ रोइरहेको छ त्यसलाई उतारेर भनेर। ल ल ल ल आउँछ 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 भाइ आउँछ। अनि उहाँ पानी भरिरहनु भएको छ एकजना दाजुले। यहाँबाट अब निक्ले पानीको किराहरू। यता हेर्दै गरौँ न हामी चाहिँ। अलिक यता सेपेर राखेको भए हुने थियो होला। बाबा फाइनल्ली हामी आइपुग्यौँ पानी धारामा। छिर्छ छिर्छ छिर्छ। फाइनल्ली पानी घारीमा आयौँ। बाबैले पर्खेका रहेछन् लाइन लगाएर। ढुन मिल्दैन। कस्तो अनुभव हुँदैछ सानीमा? ए यो दाना होइन नि त खाने हो र। ऊ केटाकेटीहरू ओह्राला सलक सलक गइरहेको छ बिचरा। यता आइसक्यो केटो है, किन उता जानुभएको? आमा यता आऊ न राजा, आउनु यता। म बाबालाई कस्तो राम्रो ठाउँ रहेछ मूल पानी। भाइ यता आइज न एकछिन, यहाँ खोला हेर्न। बाबैलाई झर्को लाग्यो होला। ऊ दैलो छैन न। सबैजना आउँदै हुनुहुन्छ। खोला खोला भन्दैछ। छिर्छ छ नानी खोला। उहाँदेखि जानुपर्छ खोलामा। यहाँ चाहिँ यो खोला कि खोला भन्दैछ। आमालाई कस्तो अनुभव हुँदैछ? मूल पानी भेट्यो नि त बल्ल बल्ल। धाराको पानी धाराको पानी भन्ने एउटा गीत गाउनु नि। गाडी आउँदैछ गाडी आउँदैछ गाडी आउँदैछ गाडी आउँदैछ गाडी आउँदैछ। छिर्न त छिर्छ कि बाबा। जर्किन झिक्नु झिक्नु धारा कुच्याउँदैन। बचाउ भन्दै भाग्दैछ। हामी यहाँ धाराको पानी खान पर्खेका। बाबैले कतिखेर सक्ने हुन्। उयो के अरे बाबा छ त्यसरी उयो नकट्याउनु नि। ल नानी गो। यसले चाहिँ हामीलाई केही खान नदिने रहेछ। आमा खुसी छौ यहाँ आइपुगेर? यो झिक्नु त यो बट्टा सानोमा गाडी लक गरिदिनु अनलक आई मिन। यस भन्दैछ। पानी भर्नको लागि चाहिँ आमाहरू झुक्दैछन्। अनि बिर्को नभएर बिर्कोको अवस्था अर्कै छ। गाडी आयो। अबि गाडी। बाबा यहाँको पानीको बट्टामा पनि पानी भर्नु नि। सबै भयो भर्का बट्टा। यसलाई उता लड्छ होला हौ फेरि। ऊ यहाँ पनि छ, भुइँमा पनि छ सानो। केही भन्दैन। भाइ टाटा गर्दै गर्दै हाई भन न। हाई भन दादा। ल आमा यसले दिएन यो जमाराजले। यता आऊ राजा। यही रहेछ मूल पानी। ल्याउनु ल्याउनु ल्याउनु। भए भर्का बट्टा लिएर आउँदै हुनुहुन्छ यता। सानीमा चाहिँ म चाहिँ अब अहिले भ्याउँदिनँ खन्याउन। म चाहिँ भिडियो बनाउन मात्रै उयो छु। आमा त्यसलाई पक्र पक्र नानी। त्यता जानु हुँदैन। आमा लिएर आउनु त त्यसलाई। ल भागे आमा छोरा। लड्छौ है लड्छौ है। त्यसलाई छोडिदिनु के आमा बाबा। अनि उसलाई
आउँदिनौ हामी लाइनमा बसिरहेका छन् बाबा नेपालको याद आयो मलाई चाहिँ धारा बोकेर सानीमालाई कहाँको याद आयो नेपालकै याद आयो चिसो पो भयो त चिसो भयो बट्टाहरू भेरपार पारेर एउटा कुदेको होला रमिता लागिसकेको छ आमालाई 2 शब्द फेरि कुद्दैछ तँ के गरेर कुदेको उसलाई त कति रमाइलो लागेछ नि कस्तो दामी छ आमा केही भन्नु छ माथि के अरे चिसा पानीको धारा जस्तै रहेछ यो चाहिँ चिसा पानीको धारा जस्तो लाग्यो अरे हामीलाई त्यस्तै रहेछ कोनि त अनि पानी लिन आइरहेछौँ यता खोल्सिरहेछ यता धारा रहेछ एकजना बाबुले चावडा भरिसके बाबालाई केही भन्नुहुन्छ के चाहिँ के रहेछ बेबी इलामको पानी भाइ कुदो ला त्यसको गाडीमा नि उयो हानु भने फेरि कस्तो हुन्छ नि कोही त यसलाई आज पुरै स्वतन्त्र मिलिरहेछ खुसी छ निन्द्रा सिन्द्रा कहाँ पुग्यो चाट छ त अनि यहाँनिर यत्रो बेर कति इन्जोय गरेको छ बिचराले जाडो भएर हात कामिसक्यो पाउलेनी बेला भइसक्यो स्नोला यस्तो परेकै छैन यहाँ त कस्तो दाबी हो मेरो अहिले यहाँ भिडियो बनाउनुपर्छ तर साह्रै ढिलो भरिँदो रहेछ साह्रै ढिलो अब हामी पानी भर्न जाँदैछौँ एकछिनमा पानी भर्न जाँदैछ भाइ पनि हेर कामेर मेरो हात त्यो नि हामी जाँदा मात्रै जाने हो कि साँच्चीकै कति घाम त हात अब गए सानीमा ल एकछिन नै बाबा पहिला सानीमालाई भर्न दिनु ए अघिदेखि भइरहेको बाबा पानी भर्न थाल्नु भयो पखाल्नु नि मजाले ए ल बाबा कस्तो अनुभव भयो त हौ पानी भर्दाखेरि अझै पखाल्नु कति दिन भयो नि त भाइ पनि आउँदैछ तातो छ बाबा पानी मूल पानी हो नि त तातै होला नि नाक बस्ने उयो जस्तै रहेछ उता साना साना दुला जानु आमा पानी भरेको उयो गर्नु मुखबाट धुवा आइरहेको छ भाइको आगो तातो रहेछ बाबा पानी पिने लागे पानीमा एकछिन हो बाबु एकछिन पानी भर्नको लागि यहाँ सबैभन्दा ठुलो होस् के अब के गर्नु फेर रिसाको त यो रिसाको पोको सानीमा गाडीलाई उहाँ राख्नु नि बरु ल्याएर ऊ तल लानु पर्दैन नि त त्यतिखेरसम्म भरिँदै जान्छ अब ठिक्क भएर तल मामाले लानु भयो त्यो ऊपर लगेर राख्नु नि त्यो बट्टा जति ला फितालो एउटा भए पनि यसले साह्रै दिक्क लायो हामीलाई बाबा पानी भर्दाखेरि कस्तो अनुभव भइरहेको छ बाबालाई पर्दैन किरा पर्छ र यहाँको पानीमा किरा ऊ बट्टामा राखेको पानी पो किरा पर्छ ऊ यस्तो बट्टाका यो चाहिँ अर्ग्यानिक पानी हो न फिल्टर न केही जमिन मुनिबाट संसार मुनिबाट आएको
यताले ऊ आमा र बाबाको म गाडी गाडी आउँदैन हौ यसमा त उयसमा गर्दा हुन्छ के अरे उहीँ जानु नि आमा पनि अनि यहाँ पानी भरिरहेको स्टोरीमा हालिदिनु अरे म चाहिँ भिडियो बनाउने अब जानु सानीमाको पालो एकछिनै आमा अहिले ल म अहिले फेरि बनाइदिन्छु पहिला यो सक्छु कि भरियो गाडीमा हाल्नु कि बाबा लगेर अनि त्यहाँदेखि सक्यो पानी अनि घर जान्छु हामी हाम्रोदेखि लगभग आधी घन्टा 35 मिनट हामी धेरै होइन डाइरेक्ट आउनु भएको चाहिँ आधी घन्टामा आइपुग्ने रहेछौँ धेरै खोज्यौँ नि त यो आइपुग्न अब त सिधै जिपिएस पनि चाहिँदैन अर्को चोटिदेखि हात पनि धुनुभएको थियो कि थिएन बुवा हजुरले लु अब पानी खेलाउन थालो अब लाग्दी भयो नि त अन्त कसको एकछिन न अहिले बनाउँछु पहिला यो सकेर एकछिनै सानीमाको पनि एकछिनमा अब यो हामी सक्यौँ पानी भरेर सबैजनालाई बाई बाई।